यो सुँगुरको मासु हाम्रो यहाँ बेहुला र बेहुलीमै खानु आँटेको छ। म त बिहामा जानु पर्यो भनेको त लुगा पो सिलाउँदैछु है। के गर्नु है भनेर प्रेस सेस गर्यो हो लुगा यसो हेरेको त डल्लै सिलाइ उद्रिरहेको छ। साथीहरू नमस्ते एन्ड गुड मर्निङ एभ्रिवान र वेलकम टु माई अनदर ब्लग। र धेरै बादमा चाहिँ मैले भिडियो स्टार्ट गर्दैछु। मैले चाहिँ सोच्दै थिएँ म चाहिँ अब युट्युबमा चाहिँ भिडियो नबनाउनु पर्यो भनेर भिडियो चाहिँ क्विट गर्नु पर्यो भनेर सोच्दै थिएँ हो। तर फेरि सबजनाले रिक्वेस्ट गरे क्या टाइममा चाहिँ भिडियोहरू बनाएर हाल्दै गर यसो मेमोरीको लागि भए पनि भनेर चाहिँ भन्ने आयो नि त है। आफ्नो लागि नभए पनि पैसै कमाउनु पर्छ भन्ने पनि छैन होइन। यसो मेमोरीको लागि है पछाडिसम्म हेर्नुहुन्छ भनेर चाहिँ सबैजनाले रिक्वेस्ट गर्यो। त्यसै कारणले चाहिँ मैले चाहिँ भिडियो बनाउँदैछु साथीहरू। भिडियो बनाउँदा मैले तपाईँहरूलाई ध्यान पनि दिनु पाएको छुइनँ किनभने यहाँ लुगा एकदमै ध्यानसँगले सिलाउनु परेकोले गर्दा र हो। हामी चाहिँ बिहा चाहिँ ढिलै जानेछौँ र आज चाहिँ एकदमै घाम लागिरहेको छ र जहाँ बिहा हुँदैछ त्यहाँ पनि एकदमै घाम छ हरे भनेको सुन्नुमा आउँदैछ। हिजो चाहिँ यहाँ चाहिँ पुरा पानी परेकोले गर्दा चाहिँ एकदमै जाडो भयो नि त। जाडो भयो हो। म चाहिँ जाडो हुन्छ होला भनेर स्वेटर लाउनु पर्ने रहेछ भनेर सोच्दै थिएँ तर लाउनु चाहिँ नपर्ने रहेछ साथीहरू। र अब एकदमै म तयार म्यार भएर तपाईँहरूलाई देखाउँछु होइन बिहामा के छ कसो छ तपाईँहरूलाई म देखाउने नै छु बिहाको त्यहाँ गएर। र हेर्दै गर्नुहोस् होला मेरो भिडियो। र हामी चाहिँ आइसक्यौँ बिहेमा र पुरा गाना बजाउँदै रहेछ नि त हल्लाले गर्दा चाहिँ केही नसुनेकोले चाहिँ मैले चाहिँ भोइस ओभर गर्दैछु। दिदी र म चाहिँ यता घुमेर आयौँ हो। गाडीबाट चाहिँ यहाँ ग्राउन्डमा चाहिँ छोडिदिनु भएको थियो र पनि पुरा मान्छेहरू रहेछ हो। हामीलाई चाहिँ एक्चुअलमा चाहिँ सर्ट आएकोले गर्दा चाहिँ हामी चाहिँ यताबाट झऱ्यौँ नि त। र यहाँ चाहिँ एकदमै गरम रहेछ साथीहरू। तर घाम लागेकोले गर्दाखेरि चाहिँ वेदर चाहिँ दामी भइरहेको छ। गाडीहरू पनि पुरा आइरहेको रहेछ हो। यहाँ पर चाहिँ नि गाना बजेको सुनेर तल नि भैयाले चाहिँ के बेच्नु लिएर आइरहेको छ आइसक्रिमहरू हो केहरू। यहाँ चाहिँ ग्राउन्ड छेउमा भएकोले गर्दा चाहिँ पार्किङको लागि एकदमै राम्रो छ यहाँनिर वरिपरि हो। यहाँ चाहिँ हल यो चाहिँ हल हो र हलमै चाहिँ हामीले चाहिँ आज चाहिँ फर्स्ट ओपनिङ पनि गरेको अरे नि त बिहादेखिकै। र यसो हेरेको हामीले माथिबाट र तल चाहिँ एकदमै भिड छ साथीहरू। कसै खानुमा कसै आउ जाउ गर्नुमा हो एकदमै बिजी छ। एंट्री रोटी ओ ये सिलगढीमा ट्रान्सफर दियो भने चाहिँ हुन्छ भन्ने
हाम्रो त खाना आइसक्यो यता यहाँ हाम्रो पुरानो सर मेडम होइन हात खुट्टा लागिन्छ हिँड्दै गर्नु यो सुँगुरको मासु पानी मिठाई यहाँ सेलरोटी खै बना भन्छ दिपाले त्यो फ्रेन्च फ्राई दिपाली अनि त्यो यो करेलाको फ्राई करेला फ्राई यो मिक्स पिकल अरे मिक्स पिकल को हाम्रो बहिनी एकदम ढकट छ नि त माछा फिस भने पनि हुन्छ यो चाहिँ चिकन हुन्छ होइन दुईजना पठाइदिनु कटहरको सब्जी मटरको दिपाले बनाउने अरे हौ प्लेन राइस यो के अरे पलाउ दाल हाम्रो यहाँ बेहुला र बेहुलीमै खानु आँटेको छ कसले हालेको यो खान्छ तिम्रो है लाज पार्दैछ बेहुलीलाई भाउजूको भाँदैन यहाँ भाउजू यो चाहिँ हाम्रो बुहारी है उजालले चाहिँ बस यो त एकदम है आइहाल्छ नि हजुर 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 यतापट्टिको कुरा चला नि त होइन गर्दिनँ अघि गर्दिनँ घाममा किन उभिरहेको यहाँ दुईटाले तुर्यो होला हौ है कतिवटा भइसक्यो एउटा ए खेप चाहिँ ल हामीलाई पनि दिनु त हामीलाई नि खोइ आलु त तुरियो ल्याउनु बनाउनु न आलु आउ न यहाँ उयोहरूको सरो लेखाइदियो बिर्सेछु गाउँले अन्त एउटा फोटो पनि खिच्नु न त है ल
यो चाहिँ यस्तै बनाएको साडी होइन ल कर्सियङ हो हजुर ए कर्सियङ हामी चाहिँ दुईजना यहाँ वेट गरिरहेको छु गाडी नपाएछ हामी भर्खर आइपुगेको आइपुगेको चाहिँ गरमले त यहाँ नि हाम्रो त हालत त हामी प्याट परेको भयो साथीहरू मेकअप गरेको र नगरेको चाहिँ एउटै भयो जस्तो लाग्दैछ नि त त्यस्तो जङ्गल ओफ डरलाग्दो गरम पनि आजको चाहिँ घाम चाहिँ दामी लागेको छ है फाइनली हामीले चाहिँ गाडीमा आएर चढिसके बसमा चाहिँ पुगेको छैनौँ अब घर गएर तपाईँहरूलाई देखाउने छु गाडी फेरिको चाहिँ खाएको पचेको जस्तो लाग्छ है गाडीको कुदाइले चाहिँ हो बाटोको छ त्यस्तै फेरि पचे जस्तो लाग्छ बिहाको चाहिँ टिफिन लिएर आएकोमा हुन्थ्यो रहेछ एक्स्ट्रा चाहिँ ल्याउनुपर्छ बाटो चाहिँ नखाइ त्यस्तो चाहिँ हो गाईबेरी स्कुल फाइनली म चाहिँ घर आइसकेँ र नानीहरू स्कुलबाट ट्युसनबाट आइसकेछ र अब हेरौँ म त झुकझुक निन्द्रा पो लाग्यो लुगासुगा फेर्नु पर्यो र आज चाहिँ मजा आयो बिहामा गएर चाहिँ साथीहरू हो अब बिहा भनेको यस्तै हुन्छ होइन मजा आयो खानापिना पनि एकदम स्वादिष्ट